सबै घटनाक्रमले सबै अग्नि परीक्षाले राष्ट्रवादी आन्दोलनको मूलधार र शक्ति भनेको राष्ट्रिय प्रजातन्त्र पार्टी हो र चुनाव चिन्ह हलो हो भन्ने प्रमाणित गरेर स्थापित गरेको छ। जब वैचारिक रूपमा समस्या छैन भने व्यवस्थापकीय कुराहरू हामी बसेर मिलाउन सकिन्छ। मैले त बारम्बार भनेको छु, नेतृत्व ठिक भएन भने नेतृत्व फेर्न सकिन्छ। पार्टीमा महाधिवेशनको समय पनि नजिक आएको छ। म ठिक भइन भने मलाई फेरेर अर्को साथीले नेतृत्व गरेर अर्को साथीलाई नेतृत्वमा राखेर पनि अगाडि जान सकिन्छ। तर अब कसैले पनि बाहिर बस्न हुन्न। सबै राष्ट्रिय प्रजातन्त्र पार्टीमा आउँ, जोडिएर सँगै जाउँ भन्ने कुरा म हार्दिक अपिल गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु। देश हामीले बारम्बार भनेका छौँ सामान्य अवस्थामा छैन र जुन कुरा भदौ 23-24 को घटनाले पनि प्रमाणित गरेको छ। आज नेपालको निर्णायकत्व हाम्रो हातबाट अरूको हातमा गएको अनुभूत गरिने गरी हामीले चाहिँ देख्न सकिने गरी प्रयोगहरू भइराखेको छ। त्यसकारण नेपालको निर्णायकत्व नेपाली जनताकै हातमा राख्नको लागि, नेपालको राष्ट्रियतालाई सुदृढ बनाउनको लागि र हामीले हाम्रो पुर्खाबाट नासोको रूपमा प्राप्त गरेको यो पुण्यभूमिलाई हामीले सके समुन्नत र समृद्ध सबल बनाएर आउने पुस्तालाई जिम्मा लगाउने, नसके पनि हामीले यसलाई कतैबाट पनि तलमाथि हुन नदिकन सग्लो रूपमा आउने पुस्तालाई जिम्मा दिने हाम्रो कर्तव्य छ। अहिले म सबै प्रकारको सम्झौता गर्न तयार छु, तर साथीहरूले गलत सम्झौताका लागि, गलत कामका लागि मलाई प्रेरित नगरिदिनुहोस्। मैले सधैँ भन्छु र आज अहिले अन्त्यमा पनि चाहिँ भन्छु कि म पनि मान्छे हो, मेरा पनि मानवीय कमी कमजोरीहरू होलान्, त्रुटि होलान्। छलफल गरौँ, सच्याएर जानुपर्ने कुरा मैले पनि सच्याउँछु, तर मैले पार्टी हित विपरीत काम गरेको छैन। पार्टीलाई कमजोर बनाउने खालका कुनै निर्णयहरू गरेको छैन र कुनै गल्ती गरेको छैन र गर्दिन पनि। त्यसकारण मेरो अपिल छ, सबै साथीहरूले एकचोटि यो चुनावमा, यो लडाईँमा इमानदारीपूर्वक मेहनत गर्नुहोस्, सहयोग गरिदिनुहोस्। तपाईहरू सानो मन नगरिकन अब यो प्रजातन्त्र पार्टीले नै त्यो काम पुरा गर्न सक्छ। किनभने यो भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउनु पर्छ भनेर सुस्पष्ट विचार र मार्गचित्र बोकेर राष्ट्रिय प्रजातन्त्र पार्टी अघि बढिराखेको छ। एउटै वाक्यमा भन्ने हो भने, व्याख्या नगरिकन भन्ने हो भने, अहिलेको देशको सङ्कटको मुख्य कारण सङ्घीय धर्मनिरपेक्ष गणतन्त्र हो। जबसम्म सङ्घीय धर्मनिरपेक्ष गणतन्त्रलाई परिवर्तन गर्दैन, सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दू राष्ट्र, संवैधानिक राज संस्था सहितको प्रजातन्त्र र सङ्घीयता होइन, केन्द्र र स्थानीय गरी दुई तहको सरकार रहने शासन प्रणाली कायम हुँदैन, तबसम्म देशलाई सङ्कटबाट मुक्त तुल्याउन सकिन्न। यही सन्देश बोकेर विगतमा हामी सडकमा थियौँ, सदनमा थियौँ र अब पनि हामी सडकमा र सदनमै
रहनेछु। र जनताको विश्वास जितेर हामी यो लक्ष्य पूरा गर्नेछौँ। आगामी चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पूर्ण बहुमत प्रदान गर्नको निमित्त म सम्पूर्ण नेपाली मतदाताहरूमा अपिल गर्न चाहन्छु। राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा सरकार बन्न सक्ने गरी बहुमत प्रदान गर्नको निमित्त नेपाली जनतामा विनम्रतापूर्वक आह्वान गर्न चाहन्छु। अब धेरै भइसक्यो।